पदमपुर मार्ग भनेपछि ठ्याक्कै तपाईँ वडा कार्यालय आउनुभयो। यो सबै नम्बरिङ सिस्टम हामीले यो बाटोमा सिद्ध्याएका छौँ अहिले। अब यसमा चाहिँ यो इन्टरनेसनल स्ट्यान्डर्ड अनुसार सेफ्टी रुल्सहरूलाई जस्तो ट्राफिकहरू आएर स्टप साइनमा नरोकिकन जाने चलन छ। अब स्टप साइन राख्नुको मतलब स्टप लुक एन्ड गो हो, बुझ्नुभयो नि के। त्यसकारण यो चाहिँ हामीले के गरेका छौँ भन्नुहुन्छ भने बाटोको नाम भयो, स्टप साइन भयो। युजुअली इन्टरनेसनल स्ट्यान्डर्डमा के हुन्छ भने चारवटै चोकमा अल द वे स्टप साइन भनेपछि गाडी आएर रोकिन पर्यो यो रेखामा। अनि जेब्रा क्रस साइन ठ्याक्कै साइड वाककै प्यारलली हामीले राखेका छौँ र रोकेर यता हेरेर बल्ल फर्स्ट स्टप एन्ड गो। के परिमाणले राख्नु? यो नम्बरिङ घरहरू अब जस्तो भोलि 24 आवर सेवाको लागि, डेलिभरीको लागि, ड्रोन सिस्टमको लागि, यो सम्पूर्ण सुविधाको लागि भनेर हामीले घर नम्बर नगरपालिकाबाट पनि उता हुन्छ नि नम्बरिङ त्यो नगरपालिकाले घर नम्बर पालिका फर इक्जाम्पल हामीले तपाईँले भनेको यहाँ मान्छेले गाडी लिएर आयो, हजुर, अहिले त त्यो जिपिएसमा हुन्छ नि त, मान्छेले के भन्छ गुगल उसबाट होइन 566 नम्बर घर नम्बर यति तपाईँ लोकेसन पठाइदिनु भयो फर इक्जाम्पल भनौँ भने त्यहाँको त्यहाँ इन्ट्री गरेपछि त मान्छे यहाँ आउनु ठ्याक्कै त्यही हो जानु पर्यो होइन, किनभने अहिले त मान्छे घर देखिन्न नि त। 566 भन् यति नम्बर वडामा यति घर भनेपछि त्यहाँ हालेपछि मान्छेको त्यहाँ बाटै ठ्याक्कै त्यो हिसाबले पनि हुन्छ। एक्ज्याक्टली त्यो हिसाब तपाईँको जिपिएस भएर पनि भयो, नभइकन पनि म्यानुअली भयो। दुई तरिकाले यो सबैलाई विन विन भयो, कसैले हेर्न नजानेलाई पनि भयो। अहिले हजुरले गर्न खोजेको अब एउटा यो स्टपलाई चाहिँ कार्यान्वयन गर्नु हजुर। यस्ता चाहिँ स्टप अहिले हाम्रो चारवटामा छ, यहाँ छ, त्यो स्कुलमा छ चोकचोकमा छ हजुर, अनि एउटा यहाँ छ 1 2 अनि 3 4वटा ठाउँमा छ। यो चाहिँ हाई ट्राफिक एरिया भएर जहाँ चाहिँ बढी ट्राफिक छ, बाटोहरू एक्सिडेन्ट हुनेको खतरा छ, बाटो बनिसकेपछि त्यसको लागि हजुर त्यसलाई पनि त्यहीँ राख्छौँ। अब ठेकेदार आउँदैछ अनि हामीले चाहिँ नि जस्तो सचेतना कार्यक्रम 1-2 हप्ताको लागि गर्न सक्यौँ भने कमसेकम पब्लिकलाई अवेर गरायौँ भने यो पब्लिकले पनि यो स्टप साइनको महत्त्व ट्राफिक हामी पठाइदिन्छौँ होइन, ट्राफिक अन्य तिनवटा चाहिँ हामी बिहानको उसको टाइम भनेको छौँ नि हामीले यो अलि अफिस आवरहरूमा। अहिले तत्काल सुरुमा चाहिँ अफिस आवरमा मात्रै यहाँ यस्ता ठाउँमा मान्छे बस्ने भने यो देख्न सकिँदैन भने रोकिदिने कि यो देख्नुभएछ भनेर भनिदिएपछि मान्छेलाई अवेर हुन्छन् कि। अनि त्यसैमा लगेर पछि पब्लिक जोड्दै जाने कि जस्तै विद्यार्थी जोडिदिने, क्लबहरू जोडिदिने, अरू समूह जोडिदिने, उनीहरूलाई पनि हामीले प्रशिक्षित गर्ने होइन। अनि तपाईँहरू यो टाइममा यहाँ आउनुहोस् यसरी सिकाउँ भनेपछि कमसेकम यहाँका मान्छेहरूले यो कुरा सिकेर गयो भने त यो कुरा उसमा अन्य ठाउँमा जाँदा पनि त उनीहरूले यो बुझ्छन् नि त, स्टप कहाँ जान पाइन्छ गाली हुन्छ नि त भन्ने कुराको नलेज हुने हो क्या। त्यो नलेज हुनेको लागि पनि हामीले यो काम गर्नुपर्छ देखिन्छ। हुन्छ, यसलाई चाहिँ छिट्टै नै